अहिले केही भएको रहेछ गीत चाहिँ तर बजाएकै छ है बजाएकै छ जति गाउँ पऱ्यो भने गीत चाहिँ सुन्नुपर्छ कि 9:30 बजिरहेको रहेछ यहाँ चाहिँ अब बैक ऑफ द हाउस में पार्टी चल रही है सो मैं भी जा रही हूँ ओरियो त कहाँ गयो बाटो त खै चिसो 12 बजे पछाडि लाउनु पर्छ टिका त ननाइले लाउँछ आज टिका जस्तो खै त 12 बजे लाउनु हुँदैन 12 बजे पछाडि गिलासै छैन बच्चाकै साडे कुरकुरे गिलास ल्याछ हो तपाई हालौँ न खै हालौँ न दसैँको मान्छे मरेको छ उहाँ सासु को लाउँछ बिजे लाउने हो मासु पाती लाउँछ टिका शान्ति लाउँदै त सबै लाउने म मात्रै नलाउने सानोहरु लाउँछ त्यो त लाउँछ यहाँ चाहिँ खाली झडा मात्र हुन्छ त्यो कुरामा नि झडा छैन किन झडा झडा हुन्छ भन्दै झडा गरे कि सल्लाह गरे हाम्रो फ्यामिली कति झगडा हुन्छ कति राम्रो हो यसरी 82 साल भनेर बना झगडा भनेर नलाउने ओ माय गॉड कति डराको बेला मग न जन्मदेखि अल्छ पारेछ मक्कर पारेर सधैँ तर्सिरा सुने हिजो के भनेको राका मासु काटेको रे तेरो पहिला पारेर कति फटाएर छ भनिरा थियो हिजो मलाई सुना जन्मदेखि अल्छ भाउजुलाई भाउजु सन्तोष एउटा देऊ न हैन हैन के हो खानु ओ बधाई खानु आइला त्यहाँ एकखेल गएको छ छे भए भान्जाले खाँदैन रे लिम्बु सामे गर्नु अनि त्यो बेला खान्छ अलि साइड चिसो हो बिचारा बोली के हो कोइला हो यो खाने हो यो कस्तो मिठो हुन्छ राईको मेन डिसै त्यही हो त राई नै हैन अनि मसला धेरै नहाल्नु हौ बनाउँछ हरियो लसुनको पत्ता हुन्छ अस्तिको पालि त्यस्तै भयो गनाएर मैले पकाएपछि गनाउँदैन नि बहिनी यहाँ सुरुदेखि अन्तिमसम्म हातै कसको छ त्यो आवाजै आएन के बोले सुन्दैछु त्यति नै बनाएको यति खाने 4-5 जना चिल्लाहरूलाई सानो प्लेटमा 4-5 जनालाई अलि 4-5 जना एउटामा यो चाहिँ बिहानको ब्रेकफास्ट हेल्दी ब्रेकफास्ट यहाँ सबैजना बिहान बिहानै हातमा बियर थमाइहाल्छन् के गर्नु उतापट्टि पनि डान्स भइरहेको आजबाट दसैँ सुरु भयो अनि त्यही भएर हाम्रो चाहिँ यहाँ तिते खाने टाइम आयो पत्तामा थोरै हाल्नु यति मात्र हाल्नु न मलाई मात्र हो क्या त्यही भएर अलिकति हाल्नु क्या यहाँ भिडियोको लागि क्या हे तेरिका स्कुटी पनि पाइयो म त बाहुनको घरमा जन्मेछु क्या राई भनेर ल मोसा चाहिँ हाम्रो लागि सचेजु 1 घन्टादेखि उभिएर बसिरह यसो नगर्न बेउरा त खाइन क्या एउटा एउटा गरेर खान बाबा यो सबै लाग्यो
सबैलाई मुठा पारेर एक घन्टाले कुरेको यसको लागि होइन एउटा खानुलाई ए यस्तो चाहिँ नगर्नु दिएर पनि दिदी हो तेरो त बिरे खायो मेरो बहिनी भएको त म त मेरो दिदी भएको त दिन्थेँ त अब चाहिँ हामी रेडी हुन लागेको अब चाहिँ टाइम लाग्छ गर्ने हो कपाल भएन खै बाबु अलिकति खुट्टा म भिडियो बनाइदिनु पर्यो अलिकति हामी सधैँभरि परमेश्वरी हामी यहाँबाट छिरे सय वर्षदेखि उँभो हुनुपर्ने भगवान् किन हामी माघ परमेश्वरी आज सबै रक्षा गरिदिनु परमेश्वरी सबै यो धेरै माथि हुन्छ क्या चिताको चिता त्यो जुत्ता चाहिँ हटाइदिनु न हामीलाई आशीष दिनु पर्यो त्यो जुत्ता हटाइदिनु न कस्तो नराम्रो आयो भगवान् दाइनु होइन भगवान् दाइनु साँगुरो भएको ठाउँमा लेख्नु भगवान् दाइनु भएर पनि हाम्रो मान जियो परमेश्वरी हामी खुसी छौँ हाम्रो हामीले माग्यौँ परमेश्वरी हामीलाई अलि उता जाउन अप्ठ्यारो भयो कि एक वर्षदेखि पनि 100 वर्षदेखि आइहोस् परमेश्वरी हामी नौ दुर्गा भवानी विजयको टिकामा परमेश्वरी हामीले दिएको आशीर्वाद दाइनो सबै परमेश्वरी जसरी परमेश्वरी दो मौलिन्छ त्यसै गरेर मौलिनु जसरी बढिफल थपिन्छ त्यसै त्यो थप्नु परमेश्वरी जसरी केरा फैलिन्छ त्यसै गरी फैलिनु परमेश्वरी आज नौ दुर्गा भवानीको टिकामा दिएको आशीर्वाद सबै परमेश्वरी कहिल्यै नहोस् भगवान् दाइनो होइदिनु परमेश्वरी सम्पूर्ण हाम्रो देउकी त्रिपुर दाइनो होइदिनु सबै परमेश्वरी केरा गान्जेको बढिफल वर्षदेखि उँभो मेरो नाति पनि मेरो नातिको हरण गर्छ सबै कुरा आज नौ दुर्गा भवानी विजयको टिकाको दिन बाजेले दिएको आशीर्वाद शिरमै बसो ल आज जित्नु हुँदैन नि फेरि यसको छुट्टै वैज्ञानिक साइन्टिफिक छ यसको थाहा छ अब गएर पिङ खेल्न है बाबु एक घन्टा भुइँ छोड्नु पर्छ है कोजीमा राख्न है एकछिन साइन्टिफिक इंग्लिश त आइन पाइने कुला आइन कुला पिङ खेले बाबु त्यहाँ घरती छोडो अहिले कान्छ त पुरै जाइ त यसले हार जस्तो त पुरै सदर बसाइ त यस्तो हुनु पर्ने नि पुरै जोस अस्ति थाहा छ नि सिरमा बस्ने पनि घुम्दा घुम्दा यसलाई साह्रै जाइ खानु
माथिको पनि ट्याप्पै कि लागोस् पुगोस् परमेश्वरी चिता सरकारी नै भन्छ नलाए सरकारी नलाए राजनीति नभए भगवानले जिउ परमेश्वरी सबै रक्षा गरिदिनु कति पाए 50 हात हान गरे के गरे केही हुँदैन केही भएको छैन भातै नखाएपछि अनि कहाँ हुन्छ बोलाउनु मात्रै खेल्यो यसो गर्नु बाबु यसो चिसो पानी छ र फ्रिजमा जा मैले साथीलाई सोध्नु त यहाँ त म खेल्नु मलाई ससै रहेछ सानो आशीर्वाद शिरमा बसिरहोस् रोग कष्ट पनि हराउनुहोस् मलाई आउँछ त्यो जा मैले साथीलाई सोध न मलाई आउँछ त्यो तर अहिले मलाई साथी दिएको भगवान दाइनो हुनु अभिमान दिएको थियो भगवान दाइनो होस् मलाई नै भनेन किन हो के हो सरी ल 18बाट अब 10 कुरा कटिदै भयो 19 सबैले मान्ने गर्ने हुनु कुन कुटुम्ब मित्र दाइनो इष्टमित्र दाइनो हुनु सबैले मान्ने हो आजको कष्ट परमेश्वरी सबै परमेश्वरी हरा होस् है परमेश्वरी लौ परमेश्वरी भगवान्ले रक्षा गरून् भगवान् दाइनो हुन् परमेश्वरी मित्र दाइनो हुन् कुन कुटुम्ब दाइनो हुन् लौ परमेश्वरी सिधै नौ आशीर्वाद आएको ल पछि ढोक्नु है लागि मानिस बाबु आमालाई ढोक काका काजीलाई ढोक सबै आफूभन्दा ठुलो सबैलाई ढोक बाबालाई मम्मीलाई अनि बढी काकीहरूलाई सबैलाई सबैलाई बाहिरको ढोक काकीलाई ठुलो जति सबैलाई ढोक औ परमेश्वरी भगवान् दाइनो हुने समय मित्र परमेश्वरी भगवान् दाइनो आशीष परमेश्वरी ठुलोहरू सबैलाई ढोकै सीताको सीता नाम सम्पूर्ण हुन् भगवान्ले काकी क्षमा गरिदिनु भगवान्ले परमेश्वरी जे चिताए त्यो चितादेखि हामी आशीर्वाद माग्छौँ बाजे बोजू बाजे बोजूदेखि हामी आशीर्वाद माग्छौँ परमेश्वरी हाम्रो बाबु आमादेखि हामी आशीर्वाद माग्छौँ परमेश्वरी ए भान्जी टिका लाउँदा आशिष जहिले शिरमाथि गर्नु आइज नानी आइज आमा कता गयो संयोग संयोग सेतै मन पऱ्यो के परमेश्वरी आमालाई पनि ढोक जन्म दिने आमा ल ढोक्नु त मर ढोक्नु मर्छ कहाँ सबलाई ढोक ल आमालाई ढोक बाहिर जा सबैतिर उच्चु डानको भएर शिरमाथि गर्नु हाम्रो बाजे बोजूको आशीर्वाद छिदिसकेको बेला चाहिँ मङ्गल धुन बजाएको छ नौ दुर्गा भवानी पूजाको टिका सबै आज नौ दुर्गा भवानी पूजाको टिका राम्रो परमेश्वरी आशीर्वाद दिनु हो हामी दिएको छौँ हामी खुसी छौँ अझै हामी माग्छौँ परमेश्वरी सबै भाइमा 100 वर्षदेखि उकालो माथि दिनु परमेश्वरी सबै परमेश्वरी भनेको भरण होस् दाइनो
पढेको बच्चा आफ्नो आइ हुनु सोधेर माइला माइलाबाट सोधेर मात्रै गर्नु हुँदैन कि कोही बच्चा बिरामी हुन्छ बिरामी हुन्छ अरे नलाइदिनु त्यस्तो गर्नु हुँदैन क्या तेरो मौले जसरी यो दैवम छ त्यसै म त अहिलेसम्म गएको पनि छुइनँ मलाई यो किशोर खासै राम्रो लाग्दैन तब जान पाएन रे कसले भनेको विदेशी धर्म हो भन भने रिसाउँछ आफ्नो छ आफू मान्ने हो नमान्नेलाई त्यसरी मान्नेलाई पाठशाला बोलाउनु न जय कल्याण होस् तपाईँले लाउनु म लाउँछु अनि यसले लाउँछ अनि तेलमेल लाउनु अनि तिनीहरू भगवान दाइनु हुनु मित्र दाइनु हुनु पाठशाला तपाईँ लाउनु अनि दिदीहरू बोलाउँछु क्या आज त ढोक छोरा मेरो बुढाउनु दिन्छ सबलाई अब सबैलाई ढोक्नुपर्छ टिका चाहिँ उता ठुलोवाला ढोक जय आशिष भाग्यमानी ढोक्नुपर्छ जानेको विचार त लाउँदै हाल्दै चुटाको चेतना नाम उनी बाबालाई एकछिन बोला त यहाँ कान्छ सर्ट चाहिँ लाएर बस्छ आज चामल पकाउ कहाँ छ हौ हाइमा 100 वर्षदेखि थियो भएर उठिदिनु सबै हामी सम्पूर्ण भगवान दाइको सबैजना खाएर सुतिसक्यो म पनि अब मेरो साथीहरू भाइ बहिनीहरू खोजेर यहाँ चाहिँ पिङ खेलिरहेछन् अब पिङ खेल्ने पालो हाम्रो के कति माथि हो यो पिङ त के हो मर्छ त डर लागेन यहाँ चाहिँ सानी पिङ खेल्दैछ अनि यहाँ लङ्गुर पूर्जा भइरहेछ अब हाम्रो पालो छ पिङ खेल्ने पिङ खेल्न पर्यो एकचोटि क्यान्डी दिनु भयो पानी सक्यो सानी गाइस यहाँ चाहिँ दिदीले पिङ खेल्नु भइरहेछ गरेर म चाहिँ झन्डी पूर्जा खेलाइरहेछ गाइस टुडे यो चाहिँ दसैँ हो आज यो भन्दा आज दसैँ हो ओइ मार मार्छ गाइस यहाँ भ्यू देख्न सक्नुहुन्छ अहिले चाहिँ रमाइलो भएन अहिले बेलुकातिर चाहिँ रमाइलो हुन्छ होला
दसैँ हो गाइस हाम्रो भुल्के जान लाग्यो यस्तो पाराले बाटोमा के भनेको सम्झना राखिदिनु मम्मीलाई राम्रो कुरा हाल्नु आमा आएर धेरै माया छ हरान भयो हरान त्यहाँ दुई जग्गा यतिमै चलाएर नहल्यौँ न हामी चाहिँ यहाँ के भन्छ हामी चाहिँ यहाँ भुल्के आएको थियौँ यहाँ चाहिँ फोटो खिच्यो हामी 2-3 बजीतिर आएको थियो अहिलेसम्म हामी फोटो खिचेर बसेर छौँ बजार पुरै खाली छ किनभने आज अब बन्द हुन्छ नि त सबै कुरा अब सबैजनाले आफ्नो घरमा टिका लाउनु पर्यो त्यही भएर यो चाहिँ मन्दिर हो नढोगेँ मैले के गर्ने अब कहाँ खोज्ने अब तास कहाँ पाउँछ केही थाहा होइन ए साँच्ची घुमाउनु त दिदी एउटा ठुलो पसल छ क्या खतरा घुमाइदियो दिदी चाहिँ बजार हो होइन लाउरे गयो सिटी बजाउन आयो सिटी भयो लाउरेमा त आइहाल्छ पेन्सन जिन्दगीको के लिन्छौ टेन्सन यो चाहिँ गोल बजार हो यसले चाहिँ के अर्थ बुझाउँछ भने हामी सबैले आफ्नो देश बनाउनुपर्छ मिलिजुली बस्नुपर्छ भन्ने यो चाहिँ जनाउँछ होइन त्यो भएर चाहिँ बनाएको हो अनि अलि विनोदको पसल जाँदैछौँ हामी चाहिँ अलि तल हो सिटी बजार हिँडेको गर्न सकिन्छ त्यो बाइकमा त रोक्यो नि टेन्सन अरे अनि उहाँ दिदीहरू चाहिँ रातो साडी ढल्काउँदै आउनुभयो है हो विनोदको बस भने अलि अगाडि बन्द ला अब के गर्ने न डुइरै पाएन हामी त पर नै खुला होइन सबै कपडा पसल मात्रै खुला छ भने त्यो त पाउन पर्ने हो क्या झरेर सोधे भयो हुन्छ त नि झरेकै छैन पाएनौँ अब हामीले पाएनौँ कुकुरमा अनि के भन्छ अरे के भन्छ केही पनि भन्दिनँ म बत्ती बजार राम्रोसँग कटारी बजार होइन त्यही त उयो भाइले चाहिँ हामीलाई हेरिरहेको छु अटो भर्खरै गयो ल बाटोको केटाले जिस्कामै के भने जिस्कामै केटा मान्छे त भनिहाल्छु सल्टी भनेर नमस्कार बाजे नजिक पुऱ्याएर ऐ सल्टी भने सुट्टा भाग्यो सिधा भिडियो गरे नयाँ भिडियो गर त्यसको लागि नयाँ के लिन्छौ टेन्सन जिन्दगीको के लिन्छौ टेन्सन भाइरल रोडमा चाहिँ बनाउनुपर्छ गाइज होइन अस्ति नै सानोमाइजु यहीँ हो क्या गाइज उफ्रेको त्यही भएर अहिले डराएको रहेछ है डाइभ हानेको क्या गाइज बुझ्नु कसले
पारेको म चाहिँ अगाडि सुरु चलाइरहेको थिएँ म चाहिँ पछाडि नै गाइज अगाडि चाहिँ मनसा दिदी अन्सा दिदीले हिर्काउनु भएको थियो ला बिस्तारै बिस्तारै So guys, guys. ये बोले देने मार साला. My God. लड़के आगे जीते guys. लड़के आगे जीते. यस्तो करा त म 10 चोटी चढ्छु. के चढ्छु. अब कोही उयो नपाएर अङ्कललाई छन पर्छ. म त आइहाल्छ अब चाहिँ दर्शक भेटेर सक्नुहुन्छ अँध्यारो रातमा तिमी छौ मेरो साथमा पुऱ्याइदिन्छु जङ्गल जङ्गलमा मङ्गल यस्तो छ दर्शक भेटेर सक्नुहुन्छ तर मलाई डर लाग्दैन कसैको पनि म हु रातकी रानी हेर्न सक्नुहुन्छ दर्शकले प्रत्यक्ष रूपमा जो कोही पनि मान्छेहरू आएर आफ्नो आएर काकीले बनाउनु भएको तर्फबाट रातिको कति 6-7 बजे कार्टुन छ क्या लिजा लुना लुना हामी चाहिँ अब कोक खान लागेको यो चाहिँ अहिले कोक फ्री आइरहेको रहेछ कहिले लिनुभयो हामी त लिएको छैन यार यो साह्रो त नानी उता माथि भाउ यो लिजा लिजा खाने कि नहीं